नमस्कार सबैलाई, आजको विशेष भिडियोमा स्वागत छ। आज हामी संसारको सबैभन्दा प्रसिद्ध वित्तीय पुस्तकहरूमध्ये एक द रिचेस्ट म्यान इन बेबिलोनको संक्षिप्त सारांश प्रस्तुत गर्दैछौँ। यो किताब जर्ज एस क्लेसनले लेखेका हुन्। यस पुस्तकले धन कमाउने, बचत गर्ने र लगानी गर्ने सर्वोत्तम सिकाइहरू प्रस्तुत गर्छ। जम्मा 5 मिनेटमा हामी यी महत्त्वपूर्ण वित्तीय पाठहरू बुझ्नेछौँ, जसले तपाईलाई आर्थिक सफलता हासिल गर्न मद्दत गर्नेछ। यस पुस्तकको मुख्य पात्र अर्काद हुन्, जो बेबिलोनका सबैभन्दा धनी व्यक्ति हुन्। उनी एक साधारण व्यक्ति थिए, तर बुद्धिमत्ता र धैर्यका कारण अत्यन्त धनी भए। धेरैले उनलाई सोध्थे, तिमी कसरी यति धनी भयो? उनी उत्तर दिन्थे, धनका निश्चित नियमहरू छन्, जुन म कडाइका साथ पालन गर्छु। अब हामी ती नियमहरू छोटकरीमा बुझौँ। पहिलो नियम, आफ्नो थैलीलाई मोटो बनाउने। यसको मतलब तपाईले कमाएको प्रत्येक रकमको कम्तीमा 10% बचत गर्नु। तपाईले जति कमाए पनि केही हिस्सा आफ्ना लागि छुट्याउनुहोस्। धनी बन्ने यात्रा अनुशासित बचतबाट सुरु हुन्छ। दोस्रो नियम, आफ्ना खर्चहरूलाई नियन्त्रण गर्नुहोस्। धेरै मानिस आवश्यकता भन्दा चाहना पूरा गर्न बढी खर्च गर्छन्, जसले गर्दा अनावश्यक ऋण बढ्छ। अर्काद भन्छन्, तपाईले चाहेका सबै कुरा किन्नु पर्दैन। प्राथमिकता दिन जान्नुहोस् र खर्चलाई नियन्त्रण गर्नुहोस्। तेस्रो नियम, आफ्नो बचत बढाउनुहोस्। पैसा जम्मा गरेर मात्र हुँदैन, त्यसलाई बुद्धिमानीपूर्वक लगानी गर्न आवश्यक छ। राम्रो लगानीले तपाईको पैसा समय सँगसँगै बढाउँछ। चौथो नियम, आफ्नो सम्पत्तिलाई जोखिमबाट जोगाउनुहोस्। नबुझेका र जोखिमपूर्ण ठाउँमा लगानी नगर्नुहोस्। स्मार्ट लगानी भनेको राम्ररी अनुसन्धान गरेर मात्र लगानी गर्नु हो। पाँचौं तथा अन्तिम नियम, आफ्नो घरलाई नाफादै लगानी बनाउनुहोस्। भाडामा पैसा नखर्ची आफ्नै घरमा लगानी गर्नुहोस्। आफ्नै घर हुनु भनेको सम्पत्ति निर्माणको एक ठोस कदम हो। साथीहरू, यति नै हो द रिचेस्ट म्यान इन बेबिलोन अर्थात् बेबिलोनको सबैभन्दा धनट्य व्यक्ति किताबको मुख्य सन्देश 5 मिनेटमा। सानो तर अनुशासित कदमले बचत र लगानीमा ठूलो सफलता दिलाउन सक्छ। यी सिद्धान्तहरू लागू गर्नुहोस् र आर्थिक स्वतन्त्रताका यात्रामा अघि बढ्नुहोस्। यदि तपाईलाई यो सारांश उपयोगी लाग्यो भने कृपया लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनुहोस्। अर्को प्रेरणादायी भिडियोमा भेटौँला। धन्यवाद।